नवदिशा प्रमुख 10 समाचार। तीव्र बन्यो संविधान संशोधन गर्न आवश्यक बहस पत्रको तयारी, सुदृढ बहस पत्र सरकारलाई पेश गर्ने। सर्वोच्च अदालतको आदेश, शेखर गोल्छालाई 24 घण्टाभित्र उपस्थित गराउन निर्देशन। सेना र प्रहरीले मागे पालिकासँग सुकुम्बासीको विवरण, अधिकार क्षेत्रको दुरुपयोग भन्दै भूमि आयोगले गर्यो आलोचना। स्वास्थ्य मन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तान्यो, राज्य स्रोतको चरम दोहनमा रोक लाग्ने लक्षण। लामो समयदेखि अवरुद्ध जीआईएस सब स्टेशन निर्माणको लागि विद्युत प्राधिकरणलाई जग्गा उपयोगको अनुमति, काम अगाडि बढ्ने संकेत। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ पनि एक्सनमा, अगाडि बढ्यो वर्षौंदेखि अवरुद्ध हेटौडाको 400 केबी प्रसारणका टावर निर्माण प्रक्रिया। आज रातिदेखि भारी वर्षा हुने, जोखिमयुक्त सडकमा राति यात्रा नगर्न चेतावनी। इन्डोनेसियामा रेल दुर्घटनामा 14 जनाको मृत्यु, 84 जना घाइते। पाकिस्तानको पहल, इरानका लागि बन्दरगाह खुला, क्षेत्रीय व्यापारमा नयाँ सम्भावना। आईसीसी लिग 2 मा नेपाल बुधबार ओमानसँग भिड्दै, कीर्तिपुरमा 3 वर्षपछि अन्तर्राष्ट्रिय खेल हुँदै। हेर्दै गर्नुहोला, सुन्दै रहनुहोला नवदिशा।